नमस्ते। मैले यो पढ्न सुरु गरेँ है। स्वच्छ हावाको लागि साइकल कार्यक्रम आयोजना समितिले तयार गरेको प्रेस विज्ञप्ति। गत महिना काठमाडौँ उपत्यकाको वायु संसारकै सबैभन्दा खतरापूर्ण भएको र काठमाडौँ सहर संसारकै सबैभन्दा प्रदूषित भनेर घोषणा भयो। सुखायाममा लाग्ने बढेको उक्त प्रदूषणको मुख्य कारक रहेको भए तापनि हामीले कयौँ वर्षदेखि उपत्यकामा विश्व स्वास्थ्य सङ्गठन माने WHO ले तोकेको भन्दा झन्डै 1000 गुणा बढी नै वायु प्रदूषण देख्दै र भोग्दै आएका छौँ। यसरी सधैँजसो जोखिमपूर्ण प्रदूषण रहनुको खास कारक मध्ये एक मोटरेबल अथवा मोटराइज सवारी साधनले फ्याल्ने धुवा हो। काठमाडौँमा चलनमा रहेका कैयन सार्वजनिक सवारीका साधनहरू 20 वर्षभन्दा पुराना छन्। तिनले फ्याल्ने हानिकारक धुवाले मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ। वायु प्रदूषणका कारण बच्चा र वृद्धहरूमा मुटु, श्वास प्रश्वासका रोगहरू, दम, खोकी, न्युमोनिया जस्ता रोगहरू बढेको छ भने युवाहरूमा पनि हृदयघात र मस्तिष्कघात बढेको देखिन्छ। यसरी हेर्दा सहर रोगको सहरको रूपमा रूपान्तरण हुँदै बाँच्न अयोग्य सहरको रूपमा परिणत हुँदै गरेको हामी सबैले अनुभूत गरेका छौँ। साथै यी मोटरेबल सवारी साधनको चाप बढेसँगै यिनलाई व्यवस्थित र नियमन गर्न सरकारलाई हम्मे परेको हामीलाई अवगत नै छ। नियमन राम्रो हुन नसक्दा सार्वजनिक सवारीका साधनको गुणस्तर खस्किँदो छ। सजिलो यात्राका लागि सर्वसाधारणले निजी सवारी साधन किन्न बाध्य भएकाले अहिले उपत्यकामा मात्रै 15 लाख निजी साधन छन्। यो सङ्ख्या वर्षेनी बढ्ने क्रममा छ। यस्तोमा मोटरेबल सवारी साधनले गर्ने प्रदूषण पनि अत्याधिक मात्रामा बढ्दै जाने नै छ। सर्वसाधारणको दैनिक आवत जावत धान्ने र प्रदूषण पनि नहुने निपुण विकल्प साइकल रहेको छ र अब हामीले यसलाई अपनाएर अगाडि बढ्नुपर्छ। साइकलको प्रयोगले प्रयोगकर्ताको शारीरिक व्यायाम भई शरीर निरोगी रहन्छ। यसमा पेट्रोल डिजेल लगायतका महँगा इन्धन नचाहिने हुनाले राष्ट्रको ढुकुटीमा पनि असर गर्दैन र सबैभन्दा महत्त्वपूर्ण कुरा यसले धुवा नफाल्ने हुनाले वायु प्रदूषण नियन्त्रणमा आउँदछ। धेरैभन्दा धेरै सर्वसाधारणले साइकल चलाउनाले काठमाडौँका बाटोहरूमा सर्वसाधारणको चाप घट्छ, ध्वनि प्रदूषण कम हुन्छ, वातावरणलाई प्रभाव गर्दैन, व्यक्तिहरूको शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सुधार आउँछ र राष्ट्रको उत्तरोत्तर प्रगतिलाई समेत यसले टेवा दिन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालभरि 35.2% परिवारसँग साइकल छ, जबकि 27.3% मोटरबाइक, स्कुटर र 3.1% मात्र कार, भ्यान, मोटरगाडी रहेको छ। तराई मधेस क्षेत्रहरूका लगभग 63% परिवारहरूले साइकल प्रयोग गर्दछन् भने कतिपय नगरपालिका या गाउँपालिकाहरूमा 80% भन्दा आवधिले साइकल प्रयोग गर्दछन्। मुलुकमै यतिको बृहत अवधिले प्रयोग गर्ने साइकल र साइकल यात्रीहरूको लागि सुरक्षित सडक राजमार्गहरूमा पूर्वाधार नबनाउनु नेपाल सरकारको सम्बन्धित निकायहरू विशेष गरेर सडक विभाग लगायतका निकायहरूको गैर जिम्मेवार र अदूरदर्शी सोचको परिणाम हो। मोटरकार गाडी यातायात नीतिको परिणाम हो। साइकल आफैमा साधन मात्र नभएर सामाजिक समानता र स्वास्थ्य समाजको प्रतिबिम्ब पनि हो। मोटर जडित सवारीलाई घटाई प्रदूषण मुक्त सवारी साइकललाई प्रोत्साहन गर्न आवश्यक छ। साइकल यात्रा सुरक्षित र सहज भए मात्र गाडी र बाइक चालकले साइकल प्रयोग गर्नेछन्। यसका लागि सरकारले देशव्यापी रूपमा नीति तथा कार्यक्रम ल्याउन जरुरी छ। साथै साइकल ऐन र पूर्वाधारहरू बनाउन बजेट तथा योजनाहरू तर्जुमा गर्न पनि आवश्यक छ। यसका लागि नेपाल सरकार र सम्बन्धित निकायहरूमा आवाज उठाउने बेला आएको छ। तसर्थ हामीले विभिन्न संस्थाहरूको सहकार्यमा एउटा सचेतना कार्यक्रम आयोजना गर्ने निधो गरेका छौँ। वायु प्रदूषण विरुद्ध सयौं साइक्लिस्टहरू, पैदल यात्रीहरू, वातावरण प्रेमीहरू र सचेत नागरिकहरूको सामूहिक नागरिक भेला गरी ती समस्याहरूमा नेपाल सरकारको स्पष्ट धारणा तयार गरी काम गर्न नैतिक दबाब दिनेछौँ। उक्त कार्यक्रममा मानव साङ्लो मार्फत टुडीखेलको एक चक्कर लगाई प्लेकार्ड, डिस्प्ले, चित्रकला, वेशभूषा लगायत विभिन्न सन्देशमूलक माध्यमहरू प्रयोग गरी सभ्य र शान्तिपूर्ण तवरले आवाज उठाउनेछौँ। यस कार्यक्रम मार्फत हामीले सरकारको सम्बन्धित निकायहरूबाट वायु प्रदूषण कम गरी नागरिकलाई स्वच्छ हावा प्रत्याभूति गर्नका निमित्त निम्न 11 मागहरू खडा गरेका छौँ। माग 1, काठमाडौँ उपत्यकाको जोखिमपूर्ण वायु प्रदूषण अन्त्य गर्न तीनै तहको सरकारले गम्भीरताका साथ आउने वार्षिक बजेटमा दीर्घकालीन रूपले आयोजना र कार्यक्रमहरू ल्याउने। 2 नम्बरमा आगामी आर्थिक वर्षको बजेटमा काठमाडौँ उपत्यका लगायत देशभरिका उपमहानगरपालिकाहरूमा साइकल मैत्री सहरको अवधारणा अनुरूप नीति तयार गर्ने, पूर्वाधारहरू निर्माण गर्ने योजना र कार्यक्रमहरू ल्याउने।
नम्बर 3, नेपालमा शहरी यातायात वातावरण र स्वास्थ्यलाई दिगो र दीर्घकालीन रूपले सुधार गर्न साइकल नीति, पूर्वाधार र कार्यक्रमहरूलाई नेपाल सरकारले घोषित रूपमै अँगाल्दै नेपाल राष्ट्रिय साइकल दिवस घोषणा गर्ने। नम्बर 4, देशको तराई भागमा विद्यमान रहेको साइकल संस्कृतिलाई प्रवर्धन र संरक्षण गर्न उचित नीति, नियम, सामाजिक र आर्थिक योजनाहरू चालू गर्ने। नम्बर 5, पूर्व पश्चिम राजमार्ग लगायत अन्य सम्पूर्ण राजमार्गहरूमा अनिवार्य रूपमा डेडिकेटेड साइकल लेन लगायत साइकल पूर्वाधार बनाउने साथै पूर्व पश्चिम राजमार्गमा अन्तर्गतका सहर, नगरपालिका र गाउँपालिकाहरूमा साइकल लेन र पूर्वाधार निर्माण गर्ने। नम्बर 6 मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमा माथि उल्लेखित माग कार्यान्वयनमा ल्याउनका निमित्त दिगो शहरी यातायात बोर्ड खडा गर्ने, जसले फुटपाथ, साइकल लेन, पूर्वाधार, नीति तथा कार्यक्रमहरू निर्माण एवं कार्यान्वयन गर्न सकोस्। 7औं मागमा प्रदूषण सामना गर्नको निमित्त 2065-66 सालदेखि लगाइएको प्रदूषण करद्वारा सङ्कलित रकमलाई उचित रूपले प्रयोजन गरी वायु प्रदूषण कम गर्ने योजना कार्यक्रमहरू र विशेष गरेर साइकल लेन, साइकल ऐन, पूर्वाधार संरचनाहरू र कार्यक्रमहरूमा प्रयोग गरी सदुपयोग गर्ने। 8औं मागमा जलवायु परिवर्तन, अत्यन्तै प्रदूषित सहरहरू, बढ्दो भएका सडक दुर्घटना र बिग्रदो जनस्वास्थ्य भइरहेको परिस्थितिमा दिगो सुरक्षित वातावरण मैत्री शहरी यातायातलाई प्रवर्धन गर्न साइकल र यसका पार्ट पूर्जाहरूमा भ्याट छुट र शून्य कर लागू गरियोस्। 9 नम्बर मागमा आउने बजेटमा नेपालमा साइकल उद्योगहरू निर्माण गर्न सरकारले विशेष सुविधा दिने घोषणा गरियोस्। र लास्टमा 10 नम्बरमा हालै विस्तार गर्न लागेको कलङ्गीदेखि चाबेल खण्डमा अनिवार्य साइकल लेन, जुन साइकल लेन चाहिँ व्हीलचेयर लेनको रूपमा पनि प्रयोग हुन्छ, त्यो लेनको निर्माण गर्नुका साथै काठमाडौँको रिङ रोडमा साइकल लेन निर्माण गरियोस्। कार्यक्रमको विवरण मैले भनिदिइहाल्छु हजुरहरूलाई। यो मानव साङ्गलो मार्फत टुडीखेलको एक चक्कर लगाई प्लेकार्ड डिस्प्ले गर्ने कार्यक्रम आउँदो शनिबार यानि कि वैशाख 27 गते 2082 साल बिहान 7:30 देखि 9:30 बजीसम्म 2 घण्टाको लागि हुनेछ। यति भन्दै हाम्रो प्रेस विज्ञप्तिको सम्पूर्ण कन्टेन्ट मैले यही समाप्त गरेँ। धन्यवाद।